सो हेलो एन्ड नमस्ते एभ्रिवान, इट्स मी अनिल ब्लग्स 11 तपाईँहरूको बिचमा एउटा मिनी ब्लग लिएर आएको छु। राम्रोसँग पुरा हेरिदिनु होला है। सो आज बिहानै चाहिँ म काममा गइरहेको थिएँ। सो जाममा परेको थिएँ है। म चाहिँ ठ्याक्क जडीबुटीको जाम कट्ने बित्तिकै सिधै मैले एउटा फुटेज हालेँ ग्वारकुको है। यो चाहिँ ग्वारकु हो। अनि आज बिहान चाहिँ घाम राम्रोसँग लागिरहेको थियो, त्यही भएर टल्किरहेको देखिरहेको थियो होला हजुरहरूले होइन। सो म हेर्दा हेर्दै चाहिँ म काम गर्ने ठाउँमा पुगिसक्छु होइन गाइस। यो चाहिँ मैले अस्ति लगाएको थियौँ हामीले, त्यही कामहरू हो। अनि हामीले काम गर्ने ठाउँ चाहिँ एकदमै बिचमा छ कि घर छ वरिपरि है, त्यही काम गर्ने ठाउँ छ। हो काम गर्दा गर्दै त एकैछिनमा मौसम परिवर्तन के घर जान लागेको मौसम परिवर्तन, हातभरि सिमेन्ट लागिरहेछ होइन। काम सिक्न पनि सजिलो छैन होइन। त्यही भएर सिमेन्ट लागिरहेको थियो। काम गर्दा गर्दै पानी बुर्र ताइ त हाल्यो, हातमुख पनि धुन पाएन क्या। अब त्यत्तिकै यस्तो चिसो भइरहेको थियो क्या, लाज चिसो भइरहेको थियो। त्यही भएर म बसिरहेको थिएँ। सो त्यो पछि कोटेश्वरमा आउँदाखेरि यस्तो थियो, हल्का भिजे पनि घर त आउनु पऱ्यो, त्यहाँ बस्ने ठाउँ थिएन। सो त्यही भएर है त गाइज आइदिएको घर। अब चाहिँ म घर आइसकेँ होइन गाइज। तपाईँहरूलाई थाहा होला यस्तो चिसो भइरहेको थियो, त्यही भएर मैले अघि भिडियो बनाउनु पाएन घर आउने बित्तिकै। सो आजको लागि यति नै। सबैले सपोर्ट गरिदिनु होला। थ्याङ्क यू, बाई बाई।